सबैमा नमस्ते। यो भिडियो चाहिँ विधि पुर्याएर पिपलको बोटमा अथवा शनिदेवलाई जल चढाउने विधि। पिपलको वृक्षमा जल चढाउँदा हामीले कस्ता कस्ता नियमहरू पालना गर्नुपर्छ। कुनै पनि नियम बिना गरेको कर्म, त्यसमा पनि भगवानको पूजा आराधनामा नियम र अनुशासन भएन भने कहिले पनि राम्रो हुँदैन है। त्यसैले नियम र अनुशासन चाहिँ यो मनुष्यमा चाहिँ हुनै पर्छ, जरुरत छ। पिपलको वृक्ष यति प्रभावशाली वृक्ष हो नि। यदि तपाईँ शनिबारको दिनमा पिपलको बोटमा जल चढाउन जाँदा शनि दोष मात्रै होइन, यदि तपाईँको जन्मकुण्डलीमा शनि नीच स्थानमा बसेका छन्, तपाईँलाई शनिको अडाया दशा छ, साढे सती दशा छ र यो दशाको प्रभाव हामीमा कम होस् भन्ने चाहना पनि राख्नुहुन्छ, यदि तपाईँको आर्थिक समस्याहरू निदान होस् भन्ने पनि चाहनुहुन्छ, धन पैसाको कारणले तपाईँको जीवन गरिबीमै बितिरहेको छ, दुःखमै बल्झिरहेको छ, तपाईँ अगाडि सकिराख्नु भएको छैन, तपाईँ विभिन्न सङ्कटहरूसँग जुधिराख्नु परेको छ भने तपाईँले केही पाउनको लागि त तपाईँ केही त्याग गर्नै पर्छ। तपाईँले यो नियम पालना गरेर कर्म गर्नुभयो भने तपाईँलाई एकदमै राम्रो हुनेछ। शनिबारको दिन बिहानै नुहाएर कालो वा निलो, शनिदेव एकदम प्रसन्न हुनुहुन्छ यो वस्त्रमा, जुन भए पनि चोखो बनाएर लगाउनुहोस्। आफ्नो मनलाई पवित्र गराउनुहोस् र आफ्नो गृहलाई चोखो बनाएर कसैसँग नबोलिकन सरदमहरू रेडी गराउनुहोस्। सरदम रेडी भइसके पछाडि हजुरले भगवानलाई मनमा आह्वान गर्नु, हे शनिदेव, हे धनकी देवी लक्ष्मी, आज म हजुरको गृहमा आउँदैछु। जति जानेको छु मनलाई एकदमै खुसी राखेर हजुरलाई प्रसन्न बनाउने आँट राखिरहेको छु। म हजुरको गृहमा सूर्य उदान नहुँदै आइपुग्ने छु। हामी फल्नु गोत्रको परिवार एकदमै खुसी भएर हजुरलाई प्रसन्न गराउने आँट राखेका छौँ, जुन कि हामी यति खुसी भएर हजुरलाई प्रसन्न गराउन खोजिराखेको छौँ। जति हामीले आशा राखेको छौँ त्यो आशालाई कति पनि निराशा नपारिदिनुहोस् है भगवान। हामी त कलियुगको मनुष्य हो नि त भनेर आफ्नै घरमा बसेर भगवानलाई पुकार्नुहोस् र त्यो सरदम बोकेर हजुर भगवानको गृहमा या कि चौतारीमा हजुर जानुहोस्। पुगिसके पछाडि आफ्नो मनमा नै सम्झेर, भगवान हजुरको गृहमा म आइपुगेँ है भनेर मनले सम्झेर डोक गरेर माथि जानुहोस्। गइसकेपछि बर पिपल स्वामी एकै ठाउँमा छ भने पनि ओके, बर र पिपल त हुने नै भयो सँगै, तर स्वामी साइडमा भयो भने पनि केही फरक परेन। सकेसम्म चाहिँ सँगै भएको ठाउँमा भयो भने चाहिँ एकदम बेस्ट हुन्छ। अनि हजुर सुरुमा पिपलको बोटको अगाडि जानुहोस्। अनि गइसकेपछि सरदमहरू हजुरले सकेसम्म घरबाटै बनाएर ल्याउनु भयो भने एकदमै बेस्ट हुन्छ है हामीसँग, किनकि सूर्य उदान नहुँदै हामीले पूजा गरेर सकिसक्नु पर्ने हुन्छ नि त। त्यही भएर हजुरहरूले सरदमहरू एकदम भिडियो हेरेर पहिले नै घरबाटै हजुरहरूले घरबाटै सरदमहरू रेडी बनाएर ल्याउनु भयो भने अति नै उत्तम हुन्छ। किनभने चौतारीमा गएर हजुरहरूले कलशहरू श्रृङ्गार गराउन थाल्नुभयो, जलहरू हाल्न थाल्नुभयो, अरू चिजहरू गणगान गर्न थाल्नुभयो भने हाम्रो फेरि कर्म नसक्दै सूर्य उदान भयो भने मन खुसी पनि हुँदैन। मन खुसी नभइकन भगवान कसरी प्रसन्न हुनुभयो भन्ने त्यो मनमा खिड्का बसिराख्छ। त्यसैले हजुरहरूले एकदमै ध्यान दिनुहोस्। हजुरले घरबाटै सबै कुराहरू सरदमहरू रेडी बनाएर मात्रै जानुहोस्। भिडियो हेरेपछि बुझिहाल्नुहुन्छ। अब हजुरहरू पूजा गर्न रेडी हुनुहोस्। सरदमहरू साइडमा राखिसके पछाडि हजुर पिपलको बोटको अगाडि सिधा पूर्वपट्टि फर्केर बस्नुहोस्। पूर्वपट्टि फर्केर बसिसकेपछि हातमा कलश लिनुहोस्। कलशमा चाहिँ तामाको कलशमा तीर्थको जल या कुवाको या सुनपानीहरू हालेको, जस्तो भयो नि शुद्ध हुनु पर्यो। शुद्ध भइसके पछाडि हजुरले यो साइली अम्लाले चाहिँ पहेँलो केसरी 3 धर्का, रातो अबिरको चाहिँ 4वटा धर्को, 7वटा धर्को गराएर यहाँ चाहिँ घाँटीमा, कलशको घाँटीमा चाहिँ 7 फन्को काँचो धागोको वस्त्र लगाइदिनुहोस्। लगाइसकेपछि यो जलमा चाहिँ श्रीखण्ड राखिदिनुहोस्, कालो तिल राख्नुहोस्, गौमाताको दुध राखिदिनुहोस्। अनि हजुर कति सालमा जन्मिनु भएको, यदि 2054 सालमा हजुर जन्मिनु भएको छ भने 54वटा गेडा चामल चाहिँ कलशमा राखिदिनुहोस्। राखिसके पछाडि हजुरले कुसको टुक्रा 3टा राखिदिनुहोस्। राखिसके पछाडि यहाँ चाहिँ निलो फुल या रातो सेतो खुर्सानी फुल र घन्टी फुल बाहेक अरू जस्तो फुल पनि चल्छ, त्यो फुल चाहिँ खुर्सानी फुलहरू चाहिँ राख्दै नराख्नुहोस् है। त्यो फुलमा चाहिँ भगवान प्रसन्न हुनुहुन्न।
कलश हातमा लिनुहोस्। यति भएको कलश हातमा लिइसके पछाडि आफूले कलशलाई ढोक गरेर हजुर पिपलको बोटमा घुम्नुहोस् 7 पटक हे शनिदेव भनेर मनमने मेरो आगमन भइसकेको छ है हजुरको गृहमा, हजुर एकदमै प्रसन्न हुनुहोस् है, मैले शुद्ध जलले मैले हजुरलाई घेरिसकेको छु भनेर मैले चढाइदिइसकेको छु जल भनेर चाहिँ मनले सम्झिएर हजुर पिपलको बोटको सिधा अगाडि आउनुहोस् है। 7 पटक घुमेर काँचो धागोले फेरि यहाँ 7 चोटि बेर्नु वस्त्र लगाइदिनु है। 7 पटकसँग वस्त्र लगाइदिइसकेपछि गौमाताको गोबरले चौकस गरेर लिप्नुहोस्। लिपिसकेपछि हजुरले दियो कलश गणेश भन्ने त कर्म गर्नुभन्दा अगाडि हामीले कुनै पनि काम गर्नुभन्दा अगाडि त यति त हामीलाई चाहिन्छ पूजा कर्म गर्दाखेरि। अनि हजुरले चाहिँ एउटा दुनामा क्यामुनाको दुना या सालको पातको दुनामा गाईको गोबर राख्नुहोस्। गोबरमा पाला राख्नुहोस्। पालामा 1 जोर बत्ती बाल्नको लागि, 1 जोर साँचुको लागि 2 जोर बत्ती तोरीको तेलमा भिजाएर राख्नुहोस्। अनि त्यसपछि यो पाला रेडी गरिसकेपछि पालाको सिधा साइडमा कता हुन्छ अलिकति छुट्टै गणेशलाई सम्झिएर 1 मानो चामल राख्नुहोस् 7 कुने टपरीमा। अनि कुसको औँठी चाहिँ चामलमा गाडिदिनुहोस्। गाडिसकेपछि जटाधार नरिवल रातो कपडाले बेरेर हजुरले त्यहीँ ठाडो बनाएर राखिदिनुहोस्। गणेशलाई मैले आज आह्वान गरेको हो भनेर मनमा नै सम्झिनुहोस्। अनि दुबो राखिदिनुहोस्। दुबो राखिसकेपछि 1 रुपियाँको डबल पैसा अनि 20 रुपियाँ 21 रुपियाँ गरेर 21वटा दुबो माथि पैसा राखिदिनुहोस्। राखिसकेपछि हजुरले लाइटर युज गर्नु हुँदैन, सलाइले स्याट्ट बत्ती बालिदिनुहोस्। बत्ती बालिसकेपछि हातमा निलो फुलमा एकदमै खुसी हुनुहुन्छ हजुरले। फुलहरू चाहिँ हजुर जति सालमा जन्मिनु भएको छ त्यतिवटै फुलहरू चाहिँ तपाईँले जोर लिएर आउनुहोस्। टपरीमा राख्नुहोस्। टपरीमा फुलहरू राखिसकेपछि हजुरले निलो फुल हातमा लिएर भगवानलाई एकदम मनमनै सम्झिनुहोस्। हे भगवान, आज शनिबारको दिन शनिदेव हजुर एकदमै प्रसन्न हुनुहुन्छ भन्ने मनै मैले आशा राखेको छु। त्यो आशालाई कति पनि निराशा नपारिदिनुहोस् है। हामी यो गोत्रको परिवार फल्नो गोत्रको परिवार एकदमै खुसी भएर हजुरलाई प्रसन्न गराउन आएका छौँ। हजुर मैले यो कर्म सूर्य उदान नहुँदै मैले सक्नेछु, यो मेरो बाचा भयो। आज हजुरको गृहमा प्रवेश गर्न पाउँदा अत्यन्तै भाग्यमानी ठानेको छु भनेर हातमा फुल लिएर मनले सम्झिनुहोस्। शनिलाई सम्झिनुहोस् र फुल यहाँ बत्तीको अगाडि निलो फुल चढाइदिनुहोस्। निलो फुलमा एकदमै खुसी हुनुहुन्छ भनेर मनले सम्झिनुहोस्। अनि फेरि हातमा जुन कलशमा जल थियो, हाम्रो जुन कलश थियो त्यो कलशमा चाहिँ अब अघि 7 चोटि पराक्रम गर्दाखेरि रिग्दाखेरि बा जल सकिन पनि सक्छ। फेरि बोतलको जल चाहिँ चोखो जल चाहिँ यहाँ खन्याउनुहोस्। खन्याएर अनि त्यसपछि हातमा जल लिनुहोस्। जल 3 चोटि बत्तीमा रिगाएर आफ्नो शिरमा हे शनिदेव 3 तलीको बाचा यो कर्म जसरी पनि पुरा गर्नेछु भनेर चाहिँ एकदम मनले सम्झेर 3 पटक हातमा जल लिएर थोपा थोपा चुहाउँदै आफ्नो शिरमा लिएर जानुहोस्। त्यसपछि हजुरहरूले जुन फुलहरू हजुर 2054 सालमा जन्मिनु भएको छ भने 54 थरीका जोर फुलहरू टपरीमा राख्नु भएको छ। त्यही फुलबाट 2-3टा फुल निकालेर मनैबाट आँखा चिम्म गरेर मनलाई शान्त राखेर भगवानको मात्रै नाम लिनुहोस्। हे भगवान, आजको यो कर्ममा हजुरहरू सम्पूर्ण जति पनि त्रिलोकमा भगवानहरू हुनुहुन्छ सम्पूर्णलाई मैले चुलै निम्तो गर्न चाहन्छु। मैले जानिने मेरो मुखबाट जानेका भगवानहरू भगवान विष्णु, शिव, अकला, डेढगाउँ, छाब्दी, ढोरबराई, मनकामना, कालसेती, नाग नागिनाहरूलाई जति पनि हुनुहुन्छ यदि छुटे फुटेका देवदेवताहरूलाई पनि हजुरको नाम भन्न बिर्सेछु भने म माफी चाहन्छु। हजुरहरू सबैजना मेरो निम्तो स्वीकार गरेर आइदिनुहोस् है। हजुर आउनुहुन्छ भन्ने ठुलो आशा राखेको छु, त्यो आशालाई कति पनि निराशा नपारिदिनुहोस् है भनेर चाहिँ त्यो फुल भगवानको पाउमा चढाइदिनुहोस्, पिपलको फेदमा चढाइदिनुहोस् है। चढाइसकेपछि हजुरले पूजा थालीमा हजुरको यहाँ चन्दन अक्षताहरू अर्घ अनि शुद्ध गाईको दुध मह होइन श्रीखण्डहरू जौती लाने सरसिम हजुरको थालीमा हुन्छ। थालीमा भइसकेपछि हजुरले भगवान सबैजनालाई चुलै निम्तो गरेपछि हजुरले भगवान कुनै त्रुटि छ भने सानोतिनो मैले गर्न लागेको कर्ममा केही कुराहरू त्रुटि भएको छ भने त्यसको लागि एकदमै माफी चाहन्छु है भनेर सरसिमको गेडा चाहिँ तेलमा हालिदिनुहोस्। बत्तीमा दियोमा राखिदिनुहोस्। राखिसकेपछि हजुरले फेरि हजुर कति सालमा जन्मिनु भएको थियो
जति सालमा जन्मिनु भएको थियो, यदि 2054 सालमा, 2055 सालमा, 2050 सालमा, जति सालमा जन्मिनु भएको थियो त्यति सालको डबल पैसा चाहिँ भगवान् म जन्मेदेखि अहिलेसम्म कुनै शनि अडाया दशाहरूले मलाई शान्त दिइरहेको थिएन, अडा दशा अडिरहेको थिएँ, अडिग भएर बसेको थिएँ, नराम्रो पक्षमा चलिरहेको थियो भने आजबाट चाहिँ मैले त्यो जन्म कुण्डलीमै रहेका अडाया दशाहरूलाई चाहिँ मैले नाश गर्न चाहन्छु है शनिदेव भनेर आफ्नो जन्मेको डबल पैसा चाहिँ यहाँ राखिसके पछाडि हजुरले अब दीप पूजा गर्नु पर्यो है। यो कलशमा भएको जुन जल पञ्चपात्र जुन चम्चा तामाको चम्चाले 7 पटकसम्म ओम दीपाय नमः भनेर चाहिँ चढाइदिनुहोस्, जल चढाइदिनुहोस्। जल चढाएपछि चन्दन अक्षताले पूजा गर्नु है। ओम दीपाय नमः भनेर दीपलाई पूजा गरिदिनुहोस्। दीप पूजा गरेपछि अनि हजुरले अनि यता जुन पिपलको फेदमा पनि पूजा गरिदिनु, भगवानको पाउमा पनि पूजा गरिदिनुहोस्। पहिला जल चढाइदिनुहोस् 7 पटकसँग, अनि त्यसपछि चन्दन अक्षताले पूजा गरिदिनुहोस्, ज्योति लानेले पूजा गरिदिनुहोस्, अनि श्रीखण्ड चढाइदिनुहोस्। अनि त्यसपछि दीपको अगाडि चाहिँ हजुरले शुद्ध गौमाताको दुध चढाइदिनुहोस् चम्चाले 7 पटकसम्म, दही अर्घ चढाइदिनुहोस्, मह चढाइदिनुहोस्, घिउ चढाइदिनुहोस्, ज्योति लानेको जल चढाइदिनुहोस्, अनि कुसको टुक्रा हालेको अब यही कलशमा छ जल त्यो पनि चढाइदिनुहोस् फेरि कुसको जल भनेर। अनि चढाइसके पछाडि हजुरले अब भगवानलाई चुलै निम्तो गरेपछि त भगवानलाई फुलमालाले स्वागत गर्नु पर्यो। हो यहाँ जति थरीका तपाईँले फुलहरू राख्नु भएको छ त्यो फुल चाहिँ 51टा थरी, निलो फुलको अगाडि चाहिँ सिधा अगाडि 7 थरीका फुलहरू टपरीबाट निकाल्ने, अनि एउटा फुल, दुईटा फुल, तीनटा फुल, 4 5 6 7 ठ्याक्क 7वटा फुल राख्ने। अनि एउटा फुलले माला कहिले पनि हुँदैन, डबल फुल राख्नुपर्छ। एउटै कलर जुन फुल राख्नु भएको छ त्यही फुलै चढाउनु पर्ने हुन्छ, डबल डबल राख्दै जानु है। 7वटै डबल फुल राखिदिनुहोस्। डबल फुल भयो भने चाहिँ भगवानहरू मैले माला पाएँ भनेर एकदमै प्रसन्न हुनुहुन्छ अरे। अनि फुल चढाइसकेपछि हजुरले हामीले गणेश स्थापना जहाँ गरेको छौँ त्यहाँ चाहिँ एउटा दुना राखेर 3टा कुसको टुक्रा हालेर जल जुन कलशको जल चाहिँ हजुरले 7 पटकसँग चढाइदिनु। अनि चढाइसकेपछि हजुरले यो फुललाई छोएर लास्टमा चाहिँ जति भए पनि 7 अङ्क हुनु पर्यो। 2057, 2027, 2007 सालको डबल पैसा जुन पाए पनि हजुरले चाहिँ 7वटा डबल पैसा चाहिँ फुललाई छोएर राखिदिनुहोस् है। 7वटै फुललाई छोएर चाहिँ हजुरले डबल पैसा राखिदिनु। यो डबल पैसाको साइडमा फेरि है सिधा सिधा गर्नुपर्छ। अनि डबल पैसालाई छोएर हजुरले फलामको काँटी, अब यहाँ प्लास्टर गरेको छ भने त गर्दैन नि त, गोबर राख्नुहोस्, गोबरले ट्याक्क ट्याक्क गाडिदिनुहोस् माथि ठाडो बनाएर है। 7वटै काँटी गाडिदिनुहोस्, 7वटै काँटी पैसालाई छोएर गोबरले छुनु पर्यो। अनि ट्याक्क यहाँ काँटी गाडिदिनुहोस्। काँटीलाई छोएर तुलसीको मोठको माटो जुन काँटीलाई छोएर या गोबरलाई छोएर हजुरले यहाँ माटो राख्नुहोस्। माटोमाथि चाहिँ तुलसीको पात राखिदिनुहोस्। तुलसीको पातमाथि चाहिँ हजुरले भिजाको चना है राखिदिनुहोस्, 7वटै है। भिजाको चना हजुरले तुलसीको पात भनेको भगवान् विष्णुको स्वरूप, एकदम मनले सम्झेर हजुरले चाहिँ भिजाको चना राख्नु। भिजाको चना राखिसकेपछि फेरि यतापट्टि दुनामा चाहिँ हजुरले फेरि त्यो जुन भिजाको चनालाई छोएर दुनालाई छुवाएर हजुरले फलफुलहरू सिङ्गो भए पनि भयो, काटेको भए पनि भयो, 51टा प्रसाद एकदम मिठो प्रसाद राखिदिनुहोस् भगवानलाई है। अनि राखिसकेपछि हजुरले फलफुल 7वटै चढाउनु भयो। अनि चढाइसकेपछि फेरि फलफुललाई छोएर हजुरले चनाको पिठोबाट केही परिकार बनाउनु भएको छ भने यही दुनालाई छोएर फेरि अर्को दुनामा राखेर टक्क यहाँ खिर रोटी केही बनाइदिनु है, यहाँ राखिदिनुहोस्। अनि राखिसकेपछि चनाको पिठोबाट जुन जुन परिकार बन्छ त्यो परिकार तपाईँले चढाइसक्नु भएको छ है। अनि चढाइसकेपछि अब हजुरहरूले अब यो चनाको परिकारको पछाडिको दुनामा चाहिँ नचुइने गरेर है यहाँ चाहिँ 7वटा दुना राख्ने। यसमा चाहिँ एउटा गेडा तोरी, एउटा गेडा कालो तिल राखेर जुन यो कलशको जल चाहिँ 7 पटक हालेर 7 चोटि हालिदिनुहोस्। भोरी होस् या आधा होस् केही फरक परेन, यही साइडबाट है यही दायाँपट्टिबाट नै 7 चोटि
7 पटक चाहिँ जल अर्पिदिनु दुनामा। अनि भगवानलाई गल लाग्ला भनेर हो है यो चाहिँ राखिदिने। अनि त्यसपछि हजुरले सुगन्ध लिनु पर्यो। सुगन्ध भनेको बाटेको धुप 1 जोर लिनुहोस्। 1 जोर बाटेको धुप सलाइले कोर्नुहोस्, त्यहाँ बत्तीमा नझोस्नुहोस् है। सलाइले छुट्टै कोरेर धुवा पुत्ताउनुहोस्। पुत्ताइसकेपछि 3 पटकसँग हे भगवान हजुरलाई मैले सुगन्ध दिएको छु है, हे शनिदेव भनेर सुगन्ध 3 पटक रिगाउनु। 3 पटक रिगाइसके पछाडि हजुरले मुख खोलेर हे शनिदेव भनेर एकदम मजाले लामो सास फेर्नुहोस्। अनि त्यसपछि हजुरले घन्टी त्यो धुपलाई चाहिँ यसरी मुठी पार्नुहोस्, माथि हात नपोल्नुहोस् है, झिल्काले पनि पोल्नु हुँदैन है, तेर्सो तेर्सो गराउनुहोस्। अनि तल घन्टी समाएर फेरि 4 पटक, 3 पटक सुरुमा रिगाउनु भयो, अब 4 पटक भएपछि 7 पटक हुन्छ है। 4 पटक घन्टी बजाउँदै भगवानलाई सम्झिनुहोस्। अनि त्यसपछि 4 पटक घन्टी बजाएर रिगाइसकेपछि हजुरले अगाडि राख्नुहोस् घन्टी। अनि त्यो धुपलाई चाहिँ धुपौरोमा राख्नुहोस्। हे भगवान मैले हजुरहरू सम्पूर्ण देवतालाई मैले सुगन्ध दिएको छु है, हजुर एकदम प्रसन्न हुनुहोस् भनेर मनले सम्झिनु। अनि हजुर त्यहाँ भुइँमा 3 पटकसँग ढोग्नुहोस्, भगवान म हजुरबाट अनुमति लिएर म बरतिर गएको छु है भनेर 3 पटक ढोगेर अनि तपाईँ जुरुक्क उठ्नुहोस्। उठिसकेपछि पिपललाई पछाडि नपारिकन है हजुर यताबाट जल चुहाउँदै यतापट्टि जानुहोस्। यतापट्टि गएर जब बरको अगाडि तपाईँ फेरि पूर्वपट्टि फर्किनुहोस्। पूर्वपट्टि फर्केर हजुरले हे बरदेव भनेर बरलाई सम्झेर ढोग गर्नुहोस्, शिरै निहुराएर ढोग गर्नुहोस्। ढोगिसकेपछि हजुरले जल प्लस अनि ध्वजाहरू रातो सेतो पहेँलो कस्तो कस्तो ध्वजाहरू लानु भएको छ। ध्वजा चाहिँ जनै धागो हो, जनै धागोमा चाहिँ त्यो जुन ध्वजाहरूलाई चाहिँ बाँध्नु, 7 थरीका ध्वजा बाँध्नुहोस्। अनि बाँधिसके पछाडि चाहिँ हजुरले जल एउटा हातले चुहाउँदै अर्को हातले चाहिँ यहाँ अलिकति अड्काउनुहोस्। अनि अड्काइसकेपछि 7 पटकसम्म घेरिदिनुहोस्, बाँधिदिनुहोस् है। 7 पटक रिग्नु है। 7 पटक रिगिसके पछाडि हजुर सिधा अगाडि आउनुहोस्। अगाडि आइसकेपछि जुन यो कलशको जल चाहिँ हजुरले यसरी खन्याएर 7 पटकसँग हे बरदेव आज मेरो शनिदेवको हजुरलाई थाहा छ, हजुरले देखिराख्नु भएको छ, हजुर पिपल पनि बर बिना अधुरो हुन्छन्, मैले यो कुराहरू मलाई हरेक कुराहरू थाहा छ। आज मैले जुन यो कार्य एकदम मनलाई खुसी बनाएर गरेको छु, हजुर पनि प्रसन्न हुनुहोस् है। हजुरलाई मैले सबै चिजहरू त चढाइसकेको छु, तर पनि म फेरि हजुरको पाउ पर्न आएको छु भनेर चाहिँ मनले सम्झेर जल चुहाइदिइसकेपछि चन्दन अक्षताहरूले पहिला पूजा गरिदिनुहोस्। अनि पूजा गरिसके पछाडि हजुर कति सालमा जन्मिनु भएको थियो डबल पैसा चढाइदिनुहोस्, एउटा डबल पैसा राखिदिनुहोस्। अनि यहाँ भएको जुन पञ्चपात्र जुन चम्चाले चाहिँ मह चढाइदिनुहोस्, अर्घ चढाइदिनुहोस्, दुध चढाइदिनुहोस्, कुशहरू चढाइदिनुहोस्। अनि त्यसपछि फलफुलहरू फुलहरू चढाइदिनुहोस्, घेरै गरेर फुल चढाइदिनुहोस् रिगेर फेरि होइन। अनि त्यसपछि सुगन्ध भनेको बाटेको धुप सल्काएर हे बरदेव एकदम हजुर पनि प्रसन्न हुनुहोस् है भनेर यहाँ धुपको सुगन्ध एउटा दुनामा राखिदिनुहोस् अनि ढोग गरिदिनुहोस्। अनि त्यसपछि हजुर स्वामीतिर जानु पर्यो है। स्वामी बर पिपल स्वामी सँगै छ भने ठिकै छ होइन। यदि सँगै हुनुहुन्न भने चाहिँ तपाईँ स्वामी छुट्टै छ भने पनि तपाईँ यदि सँगै भएर रिग्न मिल्छ भने ठिकै छ। यदि रिग्न नमिल्ने ठाउँमा कान्लोमा हुनुहुन्छ भने चाहिँ तपाईँ रिग्न मिलेन भने पनि मजाले सम्झेर जल अर्पित दिइसके पछाडि हजुरले वस्त्र लगाइदिनु। त्यो जनै धागो जुन हातमा लगाउने जनै धागो चाहिँ 7 पटकसँग रिगाइदिनुहोस्। अनि अबिर जात्रा गराइदिनुहोस्। फुलहरू जति थियो तपाईँको फुलहरू त्यो फुलहरू फेरि चढाइदिनुहोस्। एकदम प्रसन्न हुनुहोस् हे स्वामीदेव म एकदमै खुसी छु। हजुर आफ्नो ठाउँमा थानामानामा बस्नु, हजुर जस्तो शक्तिशाली कोही हुनुहुन्न, हजुरले नदेखेको ठाउँ कहीँ छैन। हजुरको आशीर्वाद मेरो शिरमा परोस् सधैँभरि। म एकदम मनबाटै सम्झिरहेको छु, मैले यो कर्म पहिलोचोटि गरिरहेको छु। हजुर यो मेरो परिवारबाट एकदमै प्रसन्न हुनुहोस् है भनेर यहाँ थालीमा भएको चन्दन अक्षता सबैले पूजा गरिदिनु, ज्योतिलाई लगाइदिनु, कुशको टुक्राहरूले पूजा गरिदिनुहोस्। अनि त्यसपछि मिठो चिजहरू जुन कि हजुरले यहाँ मह चढाइदिनुहोस्, अर्घ चढाइदिनुहोस्, दुध चढाइदिनुहोस्। अनि त्यसपछि फलफुलहरू के छ एउटा दुनामा राखिदिनुहोस्। अनि हजुर कति सालमा जन्मिनु भएको त्यति सालको डबल पैसा चढाइदिनुहोस्। अनि सुगन्ध भनेको बाटेको धुप 1 जोर सल्काएर ल एकदमै आशीर्वाद पाउन पामै भगवान भनेर ढोगेर तपाईँ पानी चुहाउँदै फेरि
पिपलको यहाँ बोटको अगाडि आइपुग्नु। आइपुगिसके पछाडि हजुरलाई भगवानले दिनुभएको औषधि जुन जरा औषधि छ त्यो जरा औषधि हजुरले चपाइदिनु। चपाएपछि बल्ल आफूमा भएको कुराहरू सबै भन्नुहोस्। मैले आज यो जुन कर्म गरे एकदमै मेरो मनलाई खुसी बनाएर गरेको छु। म आफूले आफूलाई नै खुसी बनाएँ भने हामी हाम्रो परिवारलाई नै खुसी बनाएर हजुरलाई प्रसन्न गराउन आएका हौँ। मैले गरेका, मैले भोगेका, मैले जति पनि कामहरू आँटे ताके आँट्दैछु ताक्दैछु तर पनि भइरहेको छैन। हरेक कुरा जे कुरा भइरहेको छ हजुरको कुराहरू सबै भन्नुहोस्। भगवान, म यो फल्नो गोत्रको परिवार, मेरो बाबा आमाले कति दुःख गरेर म आफू हजुर जो भए पनि, एउटा बच्चो भए पनि, एउटा आमा भए पनि, एउटा बाउ भए पनि मैले गरेका कर्तव्यहरूबाट मैले जति मेहनत गर्छु त्योबाट राम्रो फल पाइरहेको छैन। आजको दिनबाट चाहिँ मेरो यो शनि अडाया दशाहरू सबै नाश हुन्छ भन्ने एकदमै आशा राखेको छु। आज मैले जुन यो अग्नि साँचेर जति पनि कर्म गरेँ, जति मनबाटै मैले मन दिएर गरेको छु, भगवान यति चढाएर त हजुरलाई मैले कहाँ प्रसन्न गराउन सक्छु र। तर मैले मेरो आत्मा, मेरो मन सबै हजुरलाई सुम्पेको छु है भगवान। म यो कलियुगको मनुष्य हो, मबाट मिस्टेक भयो होला कति कुराहरू, म त्यसको लागि एकदमै शिर झुकाएर क्षमा माग्न चाहन्छु। अबको दिनहरूमा चाहिँ मेरा कामहरू सबै बन्दै जाओस्। म जति पनि आत्तिरहेको छु, भौतारिरहेको छु त्यो कामहरूबाट एकदमै सफलता पाउन पाम भनेर जुन आफूले परिरहेको छ पीडा त्यो कुराहरू सबै भन्नुहोस्। अनि भनेर जुन हातमा तपाईँले त्यो औषधि खाए पछाडि हातमा फुल लिएर जुन कुरा आफ्नो पीडाहरू भन्नुहुन्छ त्यो फुललाई चाहिँ बल्ल यो बत्तीको, बलिरहेको बत्तीको पछाडि चढाइदिनुहोस् है। अनि पछाडि चढाइदिइसके पछाडि अनि हजुरले यहाँ कोइला गराउनुहोस्, रातो कोइला गराउनुहोस्। अनि 7 थरीका धुपहरू है, 7 थरीका धुपहरू मजाले कोइलामा हाल्नुहोस्। सबै भगवानले, कुनैले त धुप रुचाउनुहुन्छ नि त, धुवामा एकदमै प्रसन्न हुनुहुन्छ। यो सम्पूर्ण भगवानको लागि चाहिँ मैले साल धुप चढाएको छु, गाईको घिउको धुप चढाएको छु। हे भगवान, हजुर एकदमै प्रसन्न हुनुहोस्, मेरो ग्रहहरू जति सबै उडाइदिनुहोस् है। अबको दिनहरूमा सधैँ सफलताले मात्रै चुमोस् मेरो शिरमा, मेरो परिवारमा। कहिल्यै पनि अकालमा कसैको मृत्यु नहोस्। केही घटना घट्नु अगाडि हजुरको आशीर्वाद मेरो शिरमा परोस् है भगवान। मलाई बाटो दिनुहोस् है। म यो कलियुगको मनुष्य हो, मैले केही पनि जानेको छैन भगवान। म जे गरेको हुन्छु अन्जानमै गरेको हुन्छु, मलाई केही पनि थाहा छैन, मसँग केही शक्ति छैन भगवान। भोलिको दिनमा के हुन्छ भन्ने कुरा मलाई केही पनि थाहा हुँदैन। अबको दिनमा चाहिँ मलाई एकदम शनिदेवको आशीर्वाद पाउँछु, मैले सबै 52 कोटी देवी देवताहरूको आशीर्वाद पाउँछु भन्ने आशमा चाहिँ म एकदमै अगाडि बढिरहेको हुन्छु। त्यो आशमा चाहिँ कहिले पनि हजुरले निराशा नपारिदिनुहोस् है, त्यो आशालाई भनेर चाहिँ एकदम धुप हाल्दा मजाले सम्झिनुहोस्। हजुरले अब लास्टमा चाहिँ हजुरले के गर्नु भने कुनै आसेपासे देवदेवताहरू, खोला नालातिर भएका वीरहरू, भूत पिचास, मरिमसानहरू केही छौ भने, हावा बतास छौ भने मेरो नाम पनि आइदिए हुन्थ्यो, मलाई पनि केही चढाइदिए हुन्थ्यो भनेर आश गरेर बसेको छौ भने तिम्रो लागि चाहिँ मैले यो दुनामा राखिदिएको छु है भनेर एउटा सालको पातको दुनामा जुन कि चनाबाट बनाएको परिकार जे छ त्यो राखिदिनुहोस्, दही राखिदिनुहोस्, घिउ राखिदिनुहोस्, मह राखिदिनुहोस्। अनि त्यसपछि 3टा खुर्सानी राखिदिनुहोस्। अनि त्यसपछि 1 रुपियाँको डबल पैसा राखिदिनुहोस्। अनि 3टा काँटी राखिदिनुहोस्। अनि त्यसपछि ध्वजा राखिदिनुहोस्। अनि फुलहरू राखिदिनुहोस्। यति राखेर यो दुनालाई हजुरले हातमा लिएर ल ममा भएका कुनै हावा बतासहरूबाट पनि केही हानि हुने थियो भने पनि आजबाट नाश होस् है भनेर धुपमा रिगाइदिनुहोस् र यो दोबाटोमा लएर चौतारीभन्दा तलपट्टि गएर दोबाटोमा या रोडमा लएर राखिदिनुहोस्। हजुरले क्यामुनाको दुनामा 7वटा कपुर धुप राख्नुहोस्। अनि सलाइले कोरेर बालिदिनुहोस्, मजाले बोल्छ। अनि बोलेपछि साइडबाट यो कलशको जल चाहिँ साइडबाट तुरुर तुर्काइदिनुहोस् है। अनि यो मर्न हुँदैन है, यो माथि माथि तैरिन्छ। अनि यो जुन कपुर धुप बालेको दुनालाई हातमा लिएर उठेर सबै हे भगवान कपुर धुप दिएको छु, यो बास्नाबाट हजुर एकदमै प्रसन्न हुनुहोस् है भनेर एकदम मजाले सम्झिनुहोस् मनमा नै। अनि त्यसपछि त्यो दुनालाई यो सिधा जुन कि यो बलिरहेको दीपको सिधापट्टि लगेर राखिदिनुहोस्। अनि राखिसकेपछि हजुरले नजानेको कुराहरू कति कुराहरू त हामीले
जानी अनजानी गरिरहेका हुन्छौँ होइन। यही कर्ममा पनि यही कार्यमा पनि कतै त्रुटि पो भयो कि होइन। हातमा फुल लिएर 7वटा फुल लिएर भगवान् सबै ग्रहबाट मलाई मुक्ति गरिदिनुहोस् है, मुक्ति गराइदिनुहोस् है। मैले जति जाने मेरो मनैबाट गरेको छु, भुलचुकमा केही मिस्टेक भएको भए दशमुली बिन्ती छ। आजको जुन यो कार्यबाट चाहिँ म बिदा हुन चाहन्छु है भगवान्। म फेरि बेलुका हजुरलाई दीप बाल्न आउनेछु, यो मेरो बाचा भयो भनेर जुन कि हजुरले जलको घेरा बेलुकासम्मको लागि भनेर बाटो छेकेर अब यहाँको जुन ग्रहहरू कुनै ग्रहहरू मसँग नआओस्, आशीर्वाद बाहेक ग्रह चाहिँ मसँग नटासियोस् है भनेर यो जुन त्यो तामाको कलशको जल चाहिँ 3 पटकसँग चाहिँ हजुरले पूजा गरेको अलि अगाडिबाट 3 चोटि घेरा गरेर अनि त्यहाँबाट हजुर ढोगेर अनि आफूले लानुपर्ने सामानहरू के छ घरमा लान सक्नुहुन्छ। घन्टीहरू त्यहाँ छोड्ने होइन है, यो त हामीले पूजा गरेको हो नि त। अनि घरमा जानुहोस् अनि काटेको चिजहरू केही पनि नखानुहोस्, तर भोको पनि नबस्नुहोस्, एकदमै चोखो भएर चोखो खानेकुरा खानुहोस्। अनि बेलुका फेरि दियो र कलश लिएर आउनुहोस्। अनि आइसकेपछि एउटा दुनामै लिएर आउनु न। अनि माटोको पाला राखिदिनुहोस्। माटोको पालामा चाहिँ 7 सरे बत्ती कपासको तोरीको तेलमा मजाले भिजाउनुहोस्। अनि 1 रुपियाँको डबल पैसा जति सालको हाल्दा पनि केही फरक परेन, सरसिम राखिदिनुहोस्। अनि दियो चाहिँ लास्टमा लाइटरले सल्काइदिनुहोस्। लाइटरले सल्काइसकेपछि हजुरले पूर्वपट्टि नै जब कि बिहानको बत्ती हजुरले आफूतिर फर्काउनु भएको थियो भने अहिलेको जुन बेलुकाको दीप चाहिँ हजुरले जुन पिपलको बोटतिर फर्काएर शनिदेवतिर फर्काएर चाहिँ दीप बालिदिनुहोस्। बालेर हातमा जल लिने होइन, त्यो जुन कलशमा हामीले बिहान जस्तो राखेका थियौँ, जे चिज हालेको थियो त्यसरी नै कलशभरि जल बनाएर ल्याउने हो। अनि त्यो जल चाहिँ यहाँबाट सुरुमा यहाँ हाल्ने अनि यताबाट रिगाएर 3 पटकसँग 3 तलीको बाचा। आजको कर्म चाहिँ एकदम सफल होस् है भगवान्। ल हजुर प्रसन्न हुनु, जय शनिदेव भनेर ढोग गरेर अनि जल जति फेरि हजुर यो बत्तीलाई जल रिगाइदिनु भयो। रिगाइसकेपछि हजुर यताबाट गएर यता पिपलको बोट बत्ती अगाडि तपाईँ परेर पछाडिपट्टि पिपलको बोटमा चाहिँ सबै पानी खनाइदिनुहोस्, जल खनाइदिनुहोस् र ढोगेर निस्किनुहोस्। ल हजुरको यति गर्नु भएपछि हजुरको कार्य चाहिँ सफल हुन्छ। धन्यवाद। हजुरलाई शनिदेवले सधैँभरि आशीर्वाद दिइराखुन्।